अनि मेन क्वेसन भनेको चाहिँ इन्टर्नसिप गर्दाखेरि चाहिँ तपाईहरुलाई स्यालेरी दिन्छ कि दिदैन भनेर पनि कति जनाले सोधिरहनु भएको थियो कि So hi everyone, welcome back to my channel, and if you are new here, I am Samjana Thapa. By the title of this video, आज चाहिँ हजुरहरुलाई चाहिँ मैले के भिडियो बनाउन गइरहेको छु भनेर चाहिँ थाहा भइसक्यो। यो भिडियोमा चाहिँ म चाहिँ मेरो लाइफको बारेमा I want to give you a quick update. So मेरो चाहिँ भर्खरै 7th sem सकिएर चाहिँ I am currently in my 8th sem, अनि 8th sem मा चाहिँ मैले चाहिँ compulsory subject चाहिँ पढ्नु पर्दैन। I will have to choose 2 elective subjects, जसमा चाहिँ मैले चाहिँ vaccine development र न्यूट्रास्युटिकल्स पढ्दैछु। मेरो कलेज स्टार्ट भएको चाहिँ लगभग 1 month त भएको छैन होला, जस्ट 1 month जति चाहिँ हुन आँट्यो। तर मेरो कोर्सेस मेरो पढ्नुपर्ने कुराहरू चाहिँ सकिसक्यो, अनि यसमा चाहिँ पढाइ सँगसँगै चाहिँ हामीले चाहिँ थेसिस पनि गर्नुपर्ने हुन्छ। आफूलाई मन परेको प्रोजेक्टमा यु विल ह्याभ टु वर्क अन द्याट। अनि सिन्स म चाहिँ रिसेन्टली चाहिँ दोलखा गएको थिएँ, हजुरहरूले मेरो प्रिभियस भिडियो हेर्नु भएको छ भने चाहिँ यु गाइज नो कि हामी चाहिँ त्यहाँनिर चाहिँ स्याम्पल कलेक्सनको लागि गएको थियौँ। अनि हामीले काम गरिरहेको स्याम्पल भनेको चाहिँ जमाने मान्द्रो होइन, जसलाई चाहिँ हामीले चाहिँ इङ्ग्लिसमा चाहिँ माहुनिया नेपोलियन्सिस पनि भन्छौँ। अनि हामीले चाहिँ त्यसलाई चाहिँ सेट ड्रइङ गर्दैछौँ। सेट ड्रइङ गरेर भइसकेपछि चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ मजाले चाहिँ फाइटोकेमिकल्सहरू हेर्ने, अनि त्यसपछि यसको एन्टिअक्सिडेन्ट एन्टी क्यान्सरस एक्टिभिटी छ कि छैन भनेर चाहिँ सबै कुराहरू गर्ने नै छ। जुन चाहिँ त्यो कुराहरू चाहिँ हामीले के गर्छौँ भनेर चाहिँ म तपाईँहरूलाई चाहिँ सेयर गर्छु, सो द्याट इफ यु आर लाइक तपाईँहरूलाई चाहिँ यदि चाहिँ इफ यु आर थिङ्किङ अफ स्टडिङ बायोटेक्नोलोजी होइन, पछि गएर चाहिँ यो कुराहरूले चाहिँ तपाईँहरूलाई हेल्प हुनसक्छ। अनि मलाई चाहिँ मेरो चाहिँ मैले बायोटेक पढेर चाहिँ के गर्दैछु भनेर चाहिँ रियल लाइफ अपडेट दिन मन लागिरहेको हुन्छ, तर मेरो टाइम भइरहेको हुँदैन। कहिले चाहिँ एक्जाम हुने, कहिले मेरो आफ्नै थेसिसको काम हुने गर्दाखेरि चाहिँ यो भिडियो सुट गर्न भइरहेको हुँदैन कि मैले। सो त्यसैले चाहिँ आज चाहिँ आइएम ट्राइङ टु भ्लग। म चाहिँ अहिले कलेज जानको लागि चाहिँ रेडी भइ नै सकेँ, अनि मेरो भनि नै सकेँ मेरो क्लास छैन आज चाहिँ। सो म कलेज जान्छु, अनि त्यसपछि हामीले सेट ड्रइङ गर्न छोडेको प्लान्टहरू चाहिँ कस्तो छ, यसको कन्डिसन चाहिँ अब कस्तो छ, हामीले त्यसलाई चाहिँ आफ्नो फर्दर कामहरू गर्न सक्छौँ कि सक्दैनौँ भनेर चाहिँ हेर्नेछौँ। यदि हामीले फर्दर कामहरू गरेछौँ भने चाहिँ आज म जे गर्छु त्यो सबै नै देखाइ नै हाल्छु। यदि अब केही गरिनछौँ भने पनि अब लेट्स सी मैले मेरो ब्लगमा चाहिँ के गर्छु भनेर। अब चाहिँ म कलेज जान्छु अनि वी विल मिट कलेजमा है त। सो बाई बाई। सो म चाहिँ अहिले कलेज आइपुगिसकेँ। म बस्ने ठाउँबाट चाहिँ कलेज आइपुग्नको लागि चाहिँ एउटा गाडी चेन्ज गरेर चाहिँ इट विल टेक अराउन्ड 15 minutes टु वक। म चाहिँ टोटली टायर्ड भइसकेँ, यस्तो काम छ कि। सो छाता इज म्यान्डेटरी। सो म चाहिँ मेरो डिपार्टमा आइसकेँ। अब चाहिँ हामी ल्याबमा जान्छौँ फर्स्टमा चाहिँ। अनि के गर्दैछ हेरौँ, सार गर्समा चाहिँ आइसक्यो नि त। सो हाई। उनीहरूले चाहिँ गर्दै रहेछ, खोइ के गर्यो, रहर आएको छैन। हाम्रो चाहिँ स्याम्पलहरू हेर्दैछ है, त छ है, यहाँ चाहिँ लाउनै सकेको छैन। हाम्रो स्याम्पल आज त केही न केही त गर्नुपर्छ। सो अहिले चाहिँ हाम्रो चाहिँ ठ्याक्कै थेसिसको काम चाहिँ अलिअलि हुँदैछ। हट एयर ओभनमा राखेर चाहिँ हामीले चाहिँ यसको वेटहरू मेजर गर्नको लागि छोडिदिएको छ। वी स्टिल ह्याभ 1 hour टाइम छ हामीसँग। सो त्यो बिचमा चाहिँ मलाई चाहिँ कति धेरैजनाले चाहिँ कमेन्टमा दिदी तपाईँले इन्टर्नसिप कहाँ गर्नुभएको, इन्टर्नसिप गर्नको लागि कस्तो गर्नुपर्छ भनेर चाहिँ धेरै कमेन्टहरू गरिरहनु भएको थियो। अनि त्यसपछि मेसेजहरू पनि गर्नुभएको थियो कि। अनि सिन्स इसा र मैले चाहिँ सेम ठाउँमा इन्टर्न गरेको हो, विच वाज लास्ट, अनि करिश्माले चाहिँ छुट्टै ठाउँमा इन्टर्न गरेको हो कि। सो करिश्माले चाहिँ फर्स्टमा चाहिँ उसको एक्सपिरियन्स सेयर गर्छ, शिखर बायोटेकमा चाहिँ उसले चाहिँ कसरी इन्टर्नसिप पायो, अनि त्यसपछि त्यहाँनिर चाहिँ उसले चाहिँ कस्तो कस्तो सिक्न पायो होइन, के कामहरू सिक्न पायो, कति डेजको थियो त्यो इन्टर्नसिप, अनि त्यहाँनिर लिन पाउँछ, अप्लाई गर्न पाउँछ। अनि त्यहाँनिर इन्टर्न गर्दाखेरि चाहिँ पे गर्नु, कति ठाउँमा त पे पनि गर्नुपर्ने हुन्छ नि त। त्यहाँनिर इन्टर्न गर्दाखेरि चाहिँ उसले पे गर्यो कि गरेन, अनि त्यसपछि इन्टर्न, अनि मेन क्वेसन भनेको चाहिँ इन्टर्नसिप गर्दाखेरि चाहिँ तपाईँहरूलाई स्यालेरी दिन्छ कि दिँदैन भनेर पनि कतिजनाले सोधिरहनु भएको थियो कि। सो करिश्मा इसाले चाहिँ त्यो कुराहरू सेयर गर्छ, म पनि बिचमा चाहिँ थप्छु। यो चाहिँ हाम्रो चाहिँ खतरावाला राम्रोवाला चाहिँ होइन, जस हामी चाहिँ गफ गरे जसरी चाहिँ भन्छौँ है त। मैले चाहिँ शिखर बायोटेकमा इन्टर्न गरेको हो। हाम्रो इन्टर्न चाहिँ 21 डेजको हुन्छ।
वर्किङ डे चाहिँ 21 डेज हुन्छ। सुरुमा गर्ने चाहिँ हाम्रो बेला चाहिँ फर्स्ट कम फर्स्ट सर्भ बेसिस नै थियो। अब हामीले चाहिँ युनिभर्सिटीबाट एउटा लेटर लिएर जाने अनि उता चाहिँ लेटर एक्सेप्ट गर्नुहुन्छ अनि अब हामीले डेट दिने यो यति गतेबाट चाहिँ हामी आउँछौँ भनेर अनि त्यहीबाट चाहिँ स्टार्ट हुन्छ। स्यालेरी चाहिँ पाउँदैन कुनै ठाउँबाट पनि पाउँदैन स्यालेरी त। हाम्रो बायोटेकमा चाहिँ कुनै ठाउँबाट नि पाएको चाहिँ छैन अहिले। अब पढिरहेको स्टुडेन्टले गरेको इन्टर्नमा चाहिँ मेबी ग्रेजुएसन पछिको इन्टर्नमा चाहिँ पाउनुहुन्छ होला। शिखरमा चाहिँ 2000 चाहिँ पे गर्नुपर्छ। हाम्रो एक्सपिरियन्स इक्जामिनेसनको जसरी चाहिँ इक्जाम फी भनेर चाहिँ 2000 चाहिँ लिनुहुन्छ। शिखर बायोटेकमा चाहिँ एउटा नेपालको चाहिँ लिडिङ चाहिँ बायोटेक कम्पनी हो। यहाँ चाहिँ नेपालमा सँगसँगै बाहिर पनि एक्सपोर्ट गर्नुहुन्छ एन्टिबडिजहरू। बाहिरदेखि अर्डर आउँछ यो यसको लागि बनाइदिनु भनेर अनि त्यही अनुसारले चाहिँ यहाँ प्रिपेयर गरेर चाहिँ बाहिर एक्सपोर्ट गर्नुहुन्छ। सो त्यही भएर चाहिँ हामीले वहाँ बेसिकली चाहिँ इम्युनोलोजीको चाहिँ एकदम राम्रो चाहिँ प्र्याक्टिकल एक्सपोजर हुन्छ। मैले त्यहाँ सिकेको चाहिँ एफिनिटी प्युरिफिकेसन, एक्सटिएसपेज, वेस्टर्न ब्लड एलाइजा चाहिँ मजाले आफैले नै गर्न पाएँ। सो यदि कोही चाहिँ इम्युनोलोजीमा चाहिँ एकदम इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ शिखर बायोटेक इज बेस्ट प्लेस फर यु टु हेभ यर इन्टर्नसिप। तिमीले चाहिँ अब त्यहाँनिर इन्टर्नसिप गर्दाखेरि चाहिँ तिम्रो त्यहाँको एक्सपिरियन्स अब के सिक्न पायो त भन्यो होइन। त्यहाँको इन्भाइरोमेन्ट चाहिँ कस्तो थियो? मान्छेहरू चाहिँ अलिकति सिकाउन खोज्ने हुनुहुन्थ्यो कि होइन? कोही त अब केही पनि गर्न नदिने एकदम रुड त्यस्तो हुन्छ नि त। त्यहाँनिर चाहिँ इन्भाइरोमेन्ट कस्तो थियो? तिमीलाई इजी फिल गराउनु भयो कि भएन? फ्रेन्डली इन्भाइरोमेन्ट थियो कि थिएन काम गर्नको लागि सिक्नको लागि? इन्भाइरोमेन्ट चाहिँ एभ्री वान खाना पकाउने दिदीहरूदेखि लिएर सबैजना हाम्रो ल्याब सिकाउने सबैजना एभ्री वान चाहिँ त्यस्तो खालको इन्भाइरोमेन्ट मैले कहीँ पनि देखेको थिइनँ कि एकदम सबै शान्त। दिउँसो गयो भने माइन्ड नै डिफ्रेन्ट हुने कि फ्रेस नै हुने। के मिस्टेक भए पनि अब कहीँ त गाली पनि खाइन्छ नि त। उहाँहरूले चाहिँ मजाले सिकाउनुहुन्थ्यो। अब मिस्टेक भइहाल्यो भने भन, इन्फर्म गर भन्नुहुन्थ्यो। तर एकदम बेस्ट प्लेस नै जस्तो लाग्यो मलाई। त्यो अफिसवाला एक्सपिरियन्स हुन्छ नि, डर हुन्छ सुरुमा जाँदा केही बिग्रिन्छ कि भनेर। तर एकदम फ्रेन्डली वेमा मजाले कुरा गरेर अनि हामी नै त्यही इन्टर्न होइन त्यही काम गर्ने हो जसरी चाहिँ जे होस् मजाले सिकाउनु भयो। एकदम राम्रो इन्भाइरोमेन्ट छ शिखर बायोटेकमा चाहिँ। सो शिखर बायोटेक भनेको चाहिँ वान अफ द लिडिङ कम्पनी हो। उसले भने जस्तै बायोटेक कम्पनीको चाहिँ नेपालको चाहिँ टप मोस्ट नै हो कि नम्बर 1 बायोटेक कम्पनी नै हो होइन। ल अब चाहिँ ईशाले चाहिँ केही कुरा भन्न जाँदैछ। पनि नाच्नै गरेको थियो सम्झनासँगै। मैले र उसले चाहिँ सँगै हामीसँग अझै 2जना साथीहरू थियो। खासमा चाहिँ इन्टर्नमा यस्तै 2 या 3 मात्र लिन्छ म्याक्स। तर हाम्रो चाहिँ 4जना लिएको थियो। अनि तपाईँहरू अब एकदम ग्रुपमा जानुहुन्छ इन्टर्नसँगै गर्ने यस्तो भनेर चाहिँ अलि पाउन गाह्रै हुन्छ। इन्टर्न कामहरू पनि कम सिकिन्छ धेरैजना भयो भने होइन। थोरै भयो भने अलिकति उहाँले अलिकति सिकाउन पनि सजिलो हुन्छ, सिक्नेलाई पनि सजिलो हुन्छ। अनि हाम्रोमा चाहिँ यस्तो हुन्छ कि अरू मतलब हाम्रो केहीको अरू डिपार्ट मेकानिकल इन्जिनियरिङतिर चाहिँ इन्टर्न चाहिँ 8 सेमेस्टरमा हुन्छ, 3 महिना गर्नुपर्छ। तर हाम्रो डिपार्टमा चाहिँ 7 सेमेस्टर पछिको ग्यापमा चाहिँ गर्नुपर्छ। तर हाम्रो बेलामा चाहिँ हामीले 6 सेमेस्टर पछि मात्र गरेको थियो किनभने हामीलाई सजिलो होस् भनेर चाहिँ सरले हामीलाई छिट्टै गराउनु भएको थियो इन्टर्न। अनि इन्टर्न चाहिँ जस्ट 21 डेजको हुन्छ होइन। त्यो 21 डेजमै तपाईँहरूले अब जति सिक्नुभयो त्यति नै सिकिन्छ भन्छ। सकेसम्म धेरै नै सिकाउन पनि खोज्नुहुन्छ उहाँहरूले। त्यो एकदम राम्रो। तर 21 डेज अलिक कम नै भयो जस्तो लाग्छ। इनफ चाहिँ हुँदैन। धेरै कुरा सिक्नु छ भने चाहिँ होइन अलिकति बेसिक मात्रै सिकिन्छ। अनि धेरै कुरा सिक्न चाहिँ धेरै टाइम नै चाहिन्छ त्यसको लागि। खासमा एक त सुरुको दिनमा त घुलमुली नै अलिक गाह्रो हुन्छ नि त। उनीहरूलाई पनि अचानक सिकाउनु त कस्तो गाह्रो हुन्छ नि त। अनि हुँदै गएपछि चाहिँ अनि सकिसकेको हुन्छ कि 21 डेज चाहिँ त्यही हो। तर सिक्न चाहिँ सिक्न पाउँछ। अनि तिमीले लास्टमा इन्टर्नसिप गर्दाखेरि चाहिँ कसरी इन्जोय गर्न पायौ त त्यहाँनिर? तिमीहरूले चाहिँ के एक्सपिरियन्स भयो त नाचमा? खासमा त सुरुदेखि स्टोरी भन्नुपर्दा त अब सबैले खोजिसकेको थियो नि त हाम्रो क्लासमा त। अनि हामीले चाहिँ यता नजिक पनि हुन्छ भक्तपुरबाट भने हामीले जेस्टमा गर्न खोजेको थियौँ। तर जेस्ट एउटा फार्मास्युटिकल क्वालिटी अनि त्यहाँ गएर हामीले रिजेक्सन पायौँ होइन। किनभने त्यो हाम्रो बायोटेक फिल्डलाई दिँदैनौँ भनेर हामीलाई एउटा भन्नुभयो कि भन्नुभयो म्यामले। अनि हामीले चाहिँ सबैजना साथीहरूले चाहिँ खोजिसकेको थियो। अनि हामी चाहिँ लास्टमा चाहिँ नास्ट गयौँ। अनि
लास्टमा चाहिँ अब त्यहाँनिर चाहिँ कस्तो भन्दाखेरि सरकारी अफिस न त हो, त्यहाँनिर आएको प्रोजेक्टहरूबाट नै सिक्ने हो नि त, उनीहरूको आफ्नै केही प्रडक्टहरू निकाल्ने ओर्ने चाहिँ हुँदैन त्यहाँनिर चाहिँ। अनि त्यहाँनिर चाहिँ त्यहाँ चाहिँ हामीले स्पेसली मोलिकुलर बायोलोजीतिरको कुराहरू सिक्न पायौँ। अब यस्तै डिएनए एक्सट्र्याक्सनहरू गऱ्यौँ। त्यसपछि त्यहाँनिर चाहिँ पिसिआर मेन भनेको चाहिँ त्यहाँनिर सिकेको भनेको चाहिँ पिसिआर चाहिँ यति धेरै हुने कि त्यहाँनिर पिसिआरको चाहिँ प्लान्टको भइरहेको थियो। अब हामी पिसिआर भन्ने बित्तिकै हामीले अब हामी पिसिआर भन्ने बित्तिकै चाहिँ मान्छेहरूको मात्रै हुन्छ अब सोचेको थियो नि त, त्यहाँनिर चाहिँ प्लान्टको भइरहेको थियो होइन। अनि त्यही हो, अब हामीले अलिअलि के माइक्रोबायोको पनि सिक्न पायौँ, त्यस्तै सिक्यौँ। हामीले गर्दाखेरि चाहिँ अझै 2टा दिदीहरू पनि हुन्थ्यो कि अरू कलेजको, अनि त्यसैले अलिकति कम सिक्न पाइयो। अब धेरैजना भयो भने त सिकाउनेलाई पनि गाह्रो हुन्छ नि त, त्यही हो। तर त्यहाँ सिकाउने सर चाहिँ एकदम राम्रो हुनुहुन्छ, फ्रेन्डली हुनुहुन्छ, सिकाउन खोज्नुहुन्छ। हेर्दाखेरि अलिक अबै डर लाग्छ कि क्या हो टाइपको देखिन्छ। अनि कस्तो हुन्छ भन्दाखेरि चाहिँ यो हाम्रो इन्टर्न चाहिँ हामीले केही कुरा सिक्नको लागि मात्र गरेको होइन कि, यो चाहिँ हाम्रो क्रेडिटको हो कि। हामीले चाहिँ यो इन्टर्न गरिसकेपछि हाम्रो चाहिँ यो मार्कसिटमा आउनेवाला हो कि। अनि त्यसपछि हामीले ठ्याक्कै 21 डेज हाम्रो कम्प्लिट भइसकेपछि चाहिँ उहाँहरूले चाहिँ हामीलाई ग्रेडिङ पनि गर्नुहुन्छ कि, त्यो चाहिँ हेर्न पाउँदैन। अब सिधै रिजल्ट आएपछि नै थाहा हुन्छ हामीले कति ग्रेड पायौँ। हाम्रो इन्टर्नसिपमा अब आफूले काम गरे अनुसारले नै ग्रेड गर्नुहुन्छ। अनि त्यही हो, जस हामी चाहिँ राम्रै मार्क्स पाएको थियौँ। अहिले चाहिँ हामी यो ल्याबमा चाहिँ त्यसैले बाहिरबाट हल्ला आएको छ। यो चाहिँ अब हाम्रो यत्तिकै स्टोरी टाइम, हजुरहरूलाई बोरिङ पनि हुनसक्छ, त्यही पनि अब हामीले इन्ट्रेस्टिङ बनाइदिएको किन यत्तिकै गर्नु भनेर। तर यदि हजुरहरूले यो भिडियो फुल हेर्नुभयो भने चाहिँ अलिकति इन्फर्मेटिभ नै हुन्छ होला। अब हामीले यो चाहिने कुरा नै भनेको छ नि त, सो त्यही हो। अब हामी चाहिँ अब के गर्छौँ हजुरहरूलाई आज हामी सबै देखाउने नै छ, हेर्दै गर्नु होला। यो चाहिँ मेरो एप्रोन होइन है गाइस, तपाईँलाई एप्रोन लाग्ला। सो त्यही हो, हामीले चाहिँ हाम्रो स्याम्पलहरू चाहिँ सुक्यो कि सुकेन भनेर चाहिँ होटेल ओभनमा राखेर टेस्ट गरेको। सुक्यो कि रहेछ चाहिँ स्टिल धुनु पर्दो रहेछ कि, चाहिँ टाइम लाग्नुपर्ने हुन्छ कि। आज चाहिँ हाम्रो खासै केही काम भएन, त्यसैले हामी चाहिँ घर जान लागेको। अब हामी कहिले भेट्छौँ भने यस्तै सन्डे मन्डे अनि यो अनि यो भ्लग पनि आउँछ फ्राइडे।